नेपाली गाउँमा केही साथीहरूलाई त अप्ठ्यारो परेछ नि हैन रमेशजीलाई नै अप्ठ्यारो परेछ रमेश लेखकलाई अब खुचिङ भन्छौँ हामी पञ्चायतकालसम्म चाहिँ नि हाम्रा नेतृत्वहरूको एउटा इमानदारीता नैतिकता संस्कार थियो त्यसको लागि अरु मरिमेट थिए अहिले त्यो अवस्था छैन भनेपछि अब लिडरशिपलाई जोगाएर अथवा यस्तो चीजलाई जोगाएर मलाई पो के हुन्छ र भन्ने अब भनौँ न अहिले नेपाली गाउँमा केही साथीहरूलाई त अप्ठ्यारो परेछ नि हैन रमेशजीलाई नै अप्ठ्यारो परेछ रमेश लेखकलाई अब खुचिङ भन्छौँ हामी अर्को मान्छे खुसी भएको छ आफ्नै पार्टी मान्छे हाम्रै पार्टीका मान्छेहरू खुसी छन् त्यो हुनु भएन हामी नेपाली कांग्रेसका हौं भने कहीँका मानिस हुन् एउटा रमेशजी छोडिदिनुहोस् एउटा अदनालाई पनि हामीहरूले उ गर्न सक्नुपर्छ सोलिडारिटी त देखाउनु पर्यो हुने नहुने गर्ने नगर्ने त आयोग छ आफ्नो हिसाबले गर्छ उसले त्यसमा मलाई केही भन्नु छैन भनेपछि त सबै जसो दलको लिडरशिप भनौं न नेतृत्व त्यो नै एक्लिएको छ हैन त्यो एक्लिएको हुनाले यो खालको आक्रमण गर्नलाई पनि कारण के हो भने तपाईको उहाँहरुको क्रियाकलापले पनि हो उहाँहरुले सबैले वर्षदेखि उहाँहरु नै रुल गर्नुभयो त्यो पनि एउटा माने कारणहरु त थुप्रै छन् नि जस्तो यहाँलाई मौका आएको भए सायद यहाँले मिलाएर लानुहुन्थ्यो होला हैन मैले मिलाउने र नमिलाउने त हैन हिजोको दिनमा पनि त मौका पर्या भए अलि फरक त हुन्थ्यो फरक हुन्थ्यो डेफिनेट नेचुरल हो एउटै मान्छेले चलाइराख्यो भने फरक मै पनि किनभने सबै ठिकठाकै भए जस्तो लाग्छ वर्ष एउटै ठाउँमा बसिराख्यो भने फरक हुँदैन नि यतै काम गर्छ मैले जे गर्दै छु ठिकै गर्दै छु भन्ने हुन्छ